राजावादी आन्दोलनकारीहरूद्वारा भाटबढिनी सुपरमार्केट लुटपाट गरेपछि भाटबढिनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले दिए यस्तो बयान। खेतीको यकिन विवरण चाहिँ हाम्रो सिस्टमले देखाउँदैछ। अब मतलब यो चाहिँ अब कति भयो भरिसक हामीले चाहिँ क्षति भए पनि हाम्रो क्लेम कम होस् भनेर मतलब हुनसम्मको लागि चाहिँ हामी त्यही करेक्सन गर्छौँ र नहुनेको र बिल भाउचर पेश गर्छौँ। यो इन्जिनियरहरूले नै गर्ने हो। तलको त मोटामोटी चाहिँ के भनेदेखि 70-75 करोडको कति निस्किसकेको छ। उनले पत्रकारसँग कुरा गर्दै आफूले 35-36 सालदेखि थुप्रै आन्दोलनहरू देखेको तर यस किसिमको हुलुजत गर्ने र लुटपाट मचाउने आन्दोलन पहिलोचोटि देखेको बताए। यो अगाडि तामाको घडाहरू त्यो पनि लगाएर एउटा त कुचेको प्राप्त भयो, अरू कहाँ पुर्यायो त्यस्तै भयो। अनि अन्य धेरै सामानहरू चाहिँ के भनेदेखि त्यो आइसक्रिमको फ्रिजलाई लगाएर त्यहाँ गरे। यो चाहिँ एकदम नेपालमा चाहिँ के भनेदेखि चाहिँ धेरै कुरा भइसक्यो नि हैन। तर यस्तो घटना चाहिँ मैले देखेको छैन है। पहिले पनि चाहिँ 35-36 सालदेखि चाहिँ के भनेदेखि आन्दोलनले मलाई चाहिँ एउटा चाहिँ जनआन्दोलन हेरिरहेको हेर्दै आएको। तर यस्तो किसिमको चाहिँ के हुलहुल्लत यस्तो चाहिँ के भनेदेखि एउटा लुट डकैती हो। यो यस्तो किसिमको घटना चाहिँ मैले देखेको छैन है। भाटबढिनी एउटा सुपरमार्केट मात्र नभएर 10,000 नेपालीहरूलाई रोजगार उपलब्ध गराउने संस्था भएकाले राजनैतिक परिवर्तनको नाममा यस संस्थाप्रति गरिएको यस्तो बर्बरतापूर्ण कार्यले आफ्नो चित्त दुखेको उनले यसरी बताए। यो प्राइभेट प्रोपर्टीमा जुन आक्रमण भयो र त्यो प्रोपर्टी एउटा यस्तो चाहिँ प्रोपर्टी हो अथवा एउटा यस्तो संस्था हो जसले हजारौं नेपाली युवाहरूलाई रोजगार दिएको छ। नेपाली युवा मध्ये पनि 95 महिलाहरूलाई रोजगारी दिएका छन्। यहाँको चाहिँ म्यानेजर पनि महिलै हुनुहुन्छ, सुपरभाइजरहरू धेरै चाहिँ जिम्मेवार व्यक्तिहरू महिलै हुनुहुन्छ। उहाँलाई यस्तो किसिमको चाहिँ मतलब यस्तो संस्थालाई जुन चाहिँ बर्बरतापूर्ण आक्रमण भयो यो दुःखद कुरा हो र जुन लुटपाट भयो त्यो दुःखद भयो। गत शुक्रबार राजावादीहरूको आन्दोलनको बहानामा मिनबहादुर गुरुङको भाटबढिनी सुपरमार्केटमा लुटपाट मचाउने व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्रेर कारबाहीको दायरामा ल्याएको छ। राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै शुक्रबार काठमाडौँमा भएको राजावादीहरूको आन्दोलन एकाएक हिंसामा परिणत भएपछि अराजक बनेका राजावादी आन्दोलनकारीहरूले सार्वजनिक सम्पत्ति तोडफोड आगजनी गर्नुका साथै लुटपाट समेत मचाएका थिए। रक्सीहरू कति चोरिरहेको छन् ल हेर्नु, सबै तोडफोड ल हेर्नुहोस्। मान्छेहरूलाई भोलि पैसा तिर्दाखेरि कति नमजा होला ल हेर्नु, सबैजना ल हेर्नु ल हेर्नु सबैजना ल हेर्नुहोस् है। यस्तो खतरा भइरहेको छ ल हेर्नुहोस्। यहाँ भाटबढिनीमा ल हेर्नुहोस् यस्तो तोडफोड भइरहेको छ ल हेर्नुहोस्। यहाँ धेरै चोरी भइरहेको छ। यसरी लुटपाट पछि भाटबढिनीलाई के कति नोक्सान भयो भने पत्रकारको प्रश्नमा भाटबढिनीका मालिक मिनबहादुर गुरुङले यस्तो जवाफ दिएका छन्। क्षति भयो भाटबढिनीलाई, क्षतिको यकिन विवरण चाहिँ हाम्रो सिस्टमले देखाउँदैछ। अब मतलब यो चाहिँ अब कति भयो भरिसक हामीले चाहिँ क्षति भए पनि हाम्रो क्लेम कम होस् भनेर मतलब हुनसम्मको लागि चाहिँ हामी त्यही करेक्सन गर्छौँ र नहुनेको र बिल भाउचर पेश गर्छौँ। यो इन्जिनियरहरूले नै गर्ने हो। तलको त मोटामोटी चाहिँ के भनेदेखि 70-75 करोडको कति निस्किसकेको छ। मोबाइल हो, मोबाइलको सबै लिएर गए, महँगो मोबाइल चाहिँ लिएर गए, घडीहरू भएको सबै लिएर गए। रक्सीको पनि चाहिँ मतलब चाहिँ धेरै रक्सीहरू लिएर गए। अझै यिनीहरूले चाहिँ ट्रली लिएर जाने कोसिस गरेको थिए, त्यो चाहिँ के भन्ने हुन सकेन। कपडाहरू लिएर गए। हो यस्तै चाहिँ भनौँ न हजुरको यस्तै चाहिँ मतलब चाहिँ योभन्दा अझै धेरै क्वान्टिटीमा थियो। फलफुल तरकारीहरू सबै चाहिँ बर्बाद बनाइदिए। अब हामीलाई चाहिँ के भनेदेखि नेपालीहरूको एउटा चाहिँ के भनेदेखि यो अगाडि तामाको घडाहरू त्यो पनि लगाएर एउटा त कुचेको प्राप्त भयो, अरू कहाँ पुर्यायो त्यस्तै भयो। अनि अन्य धेरै सामानहरू चाहिँ के भनेदेखि त्यो आइसक्रिमको फ्रिजलाई लगाएर त्यहाँ गरे। यो चाहिँ एकदम नेपालमा चाहिँ के भनेदेखि चाहिँ धेरै कुरा भइसक्यो नि हैन। तर यस्तो घटना चाहिँ मैले देखेको छैन है। पहिले पनि चाहिँ 35-36 सालदेखि चाहिँ के भनेदेखि आन्दोलनले मलाई चाहिँ एउटा चाहिँ जनआन्दोलन हेरिरहेको हेर्दै आएको। तर यस्तो किसिमको चाहिँ के हुलहुल्लत यस्तो चाहिँ के भनेदेखि एउटा लुट डकैती हो। यो यस्तो किसिमको घटना चाहिँ मैले देखेको छैन है।